आमा औषधि खाने बेला भयो अब अझै चाँडै निकै भइहाल्नुहुन्छ छोरी मुनालाई तैँले कति दुःख गर्छेस् म त एउटा दुःख लागेको काम जस्तै हो अब छोड्दे यस्तो नभन्नुहोस् आमा हजुर बाटो मलाई कुनै छ हजुरको आमासँग धेरै समय छैन यहाँको उपचार खर्च धेरै छ त्यसैले जे गर्नु छ छिटो गर्नुहोस् दाइ यो पेन किनिदिनुहोस् न दाइ यो पेन किनिदिनुहोस् न दाइ यो कपी यति मात्र पैसाले पुग्दैन हजुरको आमालाई हामीले बचाउन सकेनौँ
प्यारो छ दुई अक्षरले बनेको यो आमा सबैले प्यारो छ